अब त्यति बेर त एमालेलाई नै हो हालेको समस्या भयो। यसपालि चाहिँ अब अलिक समस्या पनि भयो। अब एमाले नेता बुढो पनि भयो। यो गर्नु पर्यो भने ऊ भन्छ, ऊ गर्नु पर्यो भने त्यो भन्छ। होस टुङ्गामा छैन होइन। जतिखेर यी बच्चाहरू उसँग एउटा माग लिएर गए बिन्ती बिसाउन, त्यति बेर त्यति ज्ञानी बुद्धिजीवी चाहिँ प्रधानमन्त्री थियो भने ए नानी हो ठिक छ, तिमीहरू चाहिँ नि अत्याचार र उत्पात नगर, तिमीहरूबाट 5 जना चाहिँ प्रतिनिधि आयो, के छ समस्या हामीहरूलाई भन, त्यसको हल गर्ने हाम्रो चाहिँ नि शक्ति रहेछ भने हामी होल गरिदिन्छौँ, तपाईँहरूले उत्पात नगर्नु भनेर भनिदिएको थियो भने बच्चाहरू एउटा पनि मर्ने थिएन, देशको यत्रो नोक्सान क्षति पनि हुन्थेन। तर अब बुद्धिमा बिर्को लागेर चाहिँ नि ठोक गोली भनेर भन्थ्यो, भुटुटुटुटुट देख्ने त हेर्ने अहिले। तपाईँको छोरो चाहिँ नि मरेन, तपाईँको भाइ मरेन, तपाईँलाई चाहिँ नि सन्चो छ। जसका चाहिँ नि ती 700-800 बच्चा मरे, तिनीहरूलाई त कस्तो भएको होला। त तिनीहरूको र हाम्रो छोरामा एउटै होइन र त्यही हो, बिना ज्ञानको अन्धा पेटमा रह्यो त्यसको धन्दा।